आमा छोरीको तर्फबाट हामी नमस्ते। हाई मामुहरू, म चाहिँ आमा भइसकेपछि मेरा अनुभवहरू हजुरहरूसँग पनि सेयर गर्न गइरहेको छु आज है। अनि हजुरहरूलाई पनि पक्कै पनि थाहा नै छ आफ्नो बच्चाको वृद्धि विकासको लागि बडी मसाज चाहिँ एकदमै जरुरी छ है। आमा भएसँगै चाहिँ मलाई एकदमै बढी सल्लाह सुझावहरू दिनुहुने, बच्चालाई यो तेलले मालिस गर्ने, त्यो तेल लगाउने, घरेलु तेल उपयुक्त हुन्छ भनेर धेरै सल्लाह सुझावहरू दिनुहुन्थ्यो। र मैले चाहिँ एकचोटि डक्टरसँग पनि सल्लाह गर्ने निर्णय गरेँ र मलाई डक्टरले चाहिँ बच्चाको मसाजको लागि सबैभन्दा उपयुक्त भनेको चाहिँ कोकोनट तेल हुन्छ भनेर भन्नुभयो। सो म चाहिँ एकदमै फेरि पनि अप्सनमा परे अनि कुन चाहिँ सबैभन्दा बढी उपयुक्त हुन्छ भन्ने भएर चाहिँ मैले नेट इन्टरनेटहरूतिर पनि खोज्न थालेँ। सो यही क्रममा चाहिँ मैले पाएँ प्यारासुट एडभान्स बेबीको मसाज तेल, जसमा भर्जिन कोकोनट ओइल मात्र होइन भिटामिन ई र एफ पनि रहेछ। यो तेल चाहिँ एकदमै लाइट छ, चाँडै छालामा बस्छ र बच्चाको हड्डी र मांसपेशी मजबुत बनाउन सहयोग गर्दछ। यो मसाज तेल प्रयोग गरेपछि म ढुक्क भएर भन्न सक्छु मेरो बच्चाको लागि यो नै बेस्ट हो र हजुरहरू पनि एकपटक प्रयोग गरेर हेर्नुहोस्। प्यारासुट एडभान्स बेबी, मेरो बेबीको ग्रोथ पार्टनर।